गौँथलीको आधिकारिक ट्रेलरले नेपाली दर्शकहरूलाई एकदमै छोएको छ। डाक्टर कपिल रिजालको निर्देशन र डाक्टर भोला रिजालको कथामा आधारित यो फिल्मको ट्रेलर साउन 1को लम्ब रिलिज अघि नै भाइरल भएको छ। ग्रामीण नेपालको यथार्थ चित्रण गर्दै यो ट्रेलरले बालविवाह, शिक्षा अस्वीकार, पारिवारिक दबाव र महिलाको सङ्घर्षको कथा प्रस्तुत गर्छ। सिमरन खड्काले मुख्य भूमिकामा उत्कृष्ट अभिनय गरेकी छन्। उनको भावुक अनुहारले दर्शकको मन रुवाउँछ। अरुण छेत्रीले बलियो साथ दिएका छन् भने मदन कृष्ण श्रेष्ठ र प्रकाश ढिमिरे जस्ता दिग्गज कलाकारहरूले फिल्मलाई थप गहिराई दिएका छन्। हरिहुमा गाईको छायाङ्कन, शम्भुजित बास्कोटाको सङ्गीत र सम्पादनले ट्रेलरलाई प्रोफेसनल बनाएको छ। ट्रेलरको सबैभन्दा बलियो पक्ष भनेको यसको भावनात्मक गहिराई हो। केही मिनेटमै आँसु झार्ने संवाद र दृश्यहरूले पूरा फिल्म हेर्ने उत्सुकता जगाउँछन्। यो केवल मनोरञ्जन होइन, समाजमा शिक्षा र महिला सशक्तिकरणको सन्देश बोकेको शक्तिशाली कथा हो। समग्रमा गौँथलीको ट्रेलरले नेपाली सिनेमाको नयाँ स्तर देखाएको छ। भावनात्मक, सान्दर्भिक र प्रेरणादायी। हलमा गएर हेर्नै पर्ने फिल्म। टिम गौँथलीलाई हार्दिक शुभकामना। यो वर्षको उत्कृष्ट नेपाली फिल्म बन्न सक्छ।